नमस्कार जय गोर्खा सम्पूर्ण मेरो गोर्खे सन्तानलाई तपाईले यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरिदिनुहोस्। अहिले जमाना ठीक छैन। मान्छेले फ्रड स्क्याम गर्नुको लागि कस्तो कस्तो बुद्धि लगाउँछ। एकजना हाम्रो गोर्खे छोरा उहाँ भाइको नाम हो निमेश तामाङ। उहाँले मलाई एउटा भिडियो पठाउनु भएको छ। उहाँ भाइ जिमबाट निक्लिँदै गर्दाखेरि चाहिँ एकजना व्यक्ति अर्काको घरमा पस्दै गरेको देखेको रहेछ। त्यो मान्छेमाथि चाहिँ भाइलाई डाउट लागेर चाहिँ भाइले बोलाएर चाहिँ तेरो आइडी प्रुफ देखा भन्दाखेरि त्यो मान्छेले दुईटा डकुमेन्ट्स देखाएछ। दुईटै सरकारी डकुमेन्ट्स हो तर दुईटैमा नाम अलग अलग। अन्त यस्तो व्यक्तिहरू चाहिँ घरभित्र पसेर पहिला हेर्छ मान्छे कति छ छैन। बुढोपाखा मान्छेहरू छ भने चाहिँ यस्तो व्यक्तिहरूले चाहिँ लुट्ने काम गर्छ। तपाईले भिडियो पुरा हेर्नुहोस् अन्त भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नुहोस्। र साथीहरू है यो मान्छेलाई चाहिँ मैले है अरूको घरको गेटमा पसेको देखेको थिएँ र म चाहिँ अब जिमबाट आउँदै थिएँ, म घर जाँदै थिएँ। देखेँ मलाई डर पनि लाग्यो, शङ्का पनि लाग्यो। शङ्का लागेको कारणले चाहिँ मैले यसलाई रोकेँ। रोकेर चाहिँ अन्त यसको मैले आइडेन्टिटी हेर्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् न, यहाँ यसको नाम दिएको छ शिव पाण्डे देखिरहेछ है। नेपाल सरकारले दिएको रहेछ है, हेर्नुहोस् है शिव पाण्डे अरे उसको नाम हो। अनि अर्कोमा चाहिँ छ फेरि हेर्नुहोस् न, यहाँ त्यो नेपाल गभर्मेन्टले दिएको रहेछ, सरकारले दिएको रहेछ अजय कुमार अरे फेरि हेर्नुहोस् न यसको नाम। अनि कसरी पत्ताउनु यो मान्छे राम्रो हो भनेर र है गाइस। र यस्तो मान्छेलाई चाहिँ आफ्नो गाउँमा नराख्नुहोस् है, किनभने धेरै नानीहरू हराइसकेको छ र धेरै चिजहरू है दुर्घटना घटिरहेको छ। अन्त यस्तो व्यक्तिहरूलाई चाहिँ आफ्नो गाउँबाट चाहिँ खेदाएको नै राम्रो। र यो मान्छेलाई चाहिँ मैले चाहिँ खाना लानु सक्थेँ तर अब के भन्नु, अब तर अब बोल्नु सक्दैन भन्दैछ। त्यही भएर चाहिँ मैले यसलाई चाहिँ यो मान्छेलाई चाहिँ यो सुक्नाको अटोमा चाहिँ हालेर चाहिँ आफ्नो जग्गा नेपाल पठाउने छ है, नेपाल पठाउने छु है। यो मान्छेलाई चाहिँ हेर्ने फर्जी हो तर अब यो के हो म बुझिनँ हो। अब म आफ्नो गाउँमा चाहिँ यो मान्छेहरूलाई चाहिँ अब घुमेको चाहिँ देख्न चाहन्न। र तपाईँहरू पनि सचेत रहनुहोस्, यस्तो मान्छेहरूलाई चाहिँ आफ्नो गाउँबाट चाहिँ खेदाएको नै राम्रो है।